हजुरले नमस्कार सम्पूर्णमा हजुरलाई स्वागत छ फेरि पनि मेरो च्यानलमा। आज चाहिँ हामीले स्पेशल डे मनाउन हामी बाहिर गइरहेका छौँ। यहीँबाट यसलाई झिकेर मार्ने अनि ए होइन कि यस्तो फेरि अरू पनि छ कि उतातिर पनि भनेर नि होइन? छैन, अरूतिर छैन, यही मात्रै हो। ए त्यहाँ माथि राम्रो रहेछ बस्ने, तर आमा सक्नुहुन्न। काफल ए काफल पाकेछ अरे नि त, अनि टिप्ने हो त भाइ? काफल पाकेछ अरे, जानु टिप्न आमालाई हो नि। काफल पाकेछ। जङ्गल सुरु रहेछ है, सरकारी जङ्गल। त्यही त काफल उता बुटा रहेछ क्या उता माथि, अनि यहाँ चाहिँ टिपेर ल्याउनु भएको रहेछ। अनि राम्रो नपाके रहेछ क्या, होइन? पहिला आएको होइन मैले जान्दैन, ताजा भएर मिठो। किचन कहाँ मैले समाउने एउटा पकाउने एउटा गरेँ। तिमीले ढिलो चरेको र डाँडा त डाँडा चरेर खै एउटा डाँडा उतातिर गयो। म तिमीले ढिलो हुने बित्तिकै थाहा लाग्यो कता भान्जीहरू पनि तर मैले बिर्सी लगाएन हौ। त्यो उसको आएको भनेर हिरोइन भनेर आए लाग्यो। खुल्ला हावा आउँछ तल पो झरेको भिलेज गार्डनमा त कापे बाटो छ नि उता गोदावरी, त्यहाँ राइट लगाएपछि त्यो सिधै बाटो सिधै उता गयो होला कि एउटा बाटो माथि गयो होइन हजुर खाने मैले आफ्नो दिनमा चलाउँछु यस्तै दुईटा असला जस्तो भान्जिएर आउँदैछ भनेर खुब रोज आउँछ। जान्न त नि भयो त्यो कहिले कहिले नै भर्खर त्यहीँ समात्ने, यहीँ समात्ने। यहाँ रहेछ अलिक ठुल्ठुलो। केमा? यसमा यसमा ल है, ट्राउट माछा तिमीहरूलाई खाना आएको हामी त। तिमीहरूलाई खाना आछौँ। ठुल्ठुलो रहेछ है त्यो। भएन के भएन, त्यो भाइले माछा छोप्न लाग्यो, भएन। एउटा खोइ त निस्कियो सबैजना एकैचोटि 3-4वटा आउँदैन कि एउटा परेको। हो त्यो हो त्यो हो त्यो तान्दा तान्दा भयो 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 भयो। कति खाने हो र? यसरी नाप्ने हो चाहिँ माछा चाहिँ। हामी 8 जनालाई कतिवटा पुग्छ दाजु? 8 जनालाई कति केजी हुन्छ? खानेमा डिपेन्ड पर्छ। फ्राई पनि खाने, झोल पनि खाने, अनि भातहरू सबै खाने। 3 केजीले हुन्छ? अहिले 3 केजी गरौँ न। हुन्छ। ल नानी छोप्नु छोप्नु। त्यो नानीले त्यही भन्यो। लाउनै लाउनै। ल ल ल ल ल ल। ठुल्ठुलो रहेछ नि त। छोप्नु भयो नानी। कतिवटा आयो? 2टा? 2टा आइछ।
माछा उता एउटा त के भयो मर्न लाग्यो एउटा माछा प्रियङ्का तिमी पनि गरौ न कति धेरै धेरै भयो यार बल्ल थाहा पायो 1 किलो मात्र पराउनु दुईटा जति हाल्नु उताको यो अघि 1 केजी त्यो हाम्रो हैन हो हाम्रो त्यो पनि हो यो पछि छोपेको दुईटा यहाँ चाहिँ भाइले सफा गर्दै हुनुहुन्छ 4 केजी माछा यहाँ चाहिँ हाम्रो नानीहरूको फोटो सेसन हुँदैछ ब्युटिफुल ब्युटिफुल लेडिज फोटो खिच्नु आज चाहिँ खास हामी चाहिँ किन आएको भनेदेखि साथीहरू यहाँ चाहिँ मेरो नानीको बर्थडे हो बर्थडे सेलिब्रेसन गर्न चाहिँ हामी यहाँ आएको हो अनि त्यही भएर हामी चाहिँ सिरुपातीमा ट्राउट माछा खान आएको हो फोटो खिच्दै हुनुहुन्छ यहाँ चाहिँ राम्रो रहेछ मन पर्यो ठाउँ चाहिँ नजिकै हामीलाई चाहिँ अब धेरै टाढो पनि छैन फेरि माथि माथि जानु पर्यो भने चाहिँ अलिकति गाह्रो हुन्छ नि त आमालाई लिएर जानलाई अनि त्यही भएर हामी चाहिँ यहीँ नजिकै आएको सजिलो अनि ठाउँ एकदम राम्रो रहेछ ठिक्कको प्रियङ्का हामी चाहिँ माथि गएर आउँछौँ जान लागेको यहाँ चाहिँ भान्जी र म यहाँ काफल यहीँ टिपिदिनु भएको के आमाले ए झरेछ है कति धेरै काफल यहाँ चाहिँ यस्तो रहेछ कि यस्तो रहेछ कि यस्तो उयो काफलको रुख काफल हेर्नु न साथीहरू मजाले फले रहेछ पाके रहेछ अलिअलि ढेँडो खाने हो पहिले ढेँडो पनि रहेछ बदाम जुस हामी चाहिँ अब यहाँ कस्तो राम्रो सिन तोरी फुलेको हेर्नु त फुपू हो त्यो तोरी फुलेको यसो हिटर पनि पाल्न पर्ने हामी यता राख्दै बाबालाई र वाओ बहिनीको नाममा माछा त्यो भनेको चटनी ट्राउट भन्ने जाति त्यो फ्राइड तेलमा पकाइदिनु कस्तो झुरुम झुरुम अलिक छिटो गरिदिनु त्यो चाहिँ के हो फेरि चाउ चाउ सालेको आउँदैन खानुपर्छ अरू खायो भने दिमाग फिक्स हुन्छ दोकानमा पाइहाल्यो यो नाल्नु म त बिर्सेछु सर फेरि अहिले फेरि मलाई चाहिँ टोकाइदिनु स्प्रे हालेर यति सिन्नी बनाइदियो तर जे छ भेनालाई अलिकति चाबा खाना सुरु बाउन्ड्रीमा राखेँ भाइ बाटोमा एकछिन भत्किनु भयो पानी लगाउनु त्यता गयो हामी त्यता चाहिँ गयो पहिला खाओ भेन हुन्छ
यो चाउचाउ साँधेको मिठो रहेछ मिठो छ अलिअलि छ अलिअलि पिरो छ मिठो छ ट्वाक्क छ बाबु चट्नी हाल्छ तिम्रो ल चियर्स ह्यापी बर्थडे नानी थ्याङ्क यू पनि नभने यति थ्याङ्क यू ह्यापी बर्थडे मम्मी हौँछ एकचोटि भन्छु आमालाई उसो तातो तेल खाने भजन खाने मैले त खाएँ म खान्छु मैले खाइसकेँ खानु भएको मैले एउटा मलाई भित्र ल श्रीमानजीले आएको छ खुदै हुँदैछ निकाल्ने बेलामा त खै भाडा यहाँ सानो छाट्नेको भएन ठुल्ठुलो हुने मात्र ठुलो हुन्छ मैले एकदम सानो देख्छ तल फेरि माथि त एकदम माथि त तल चाहिँ सानो देख्दो रहेछ पानीमा अनि छोपिसकेपछि उनीहरूले सप्लाई गाडी गर्छ फेरि यहाँ हाल्ने यो 1.5 वर्षको जस्तो भएछ गाडी हाल्छ उता माथि मोर्ला नि सबै त बुढो सानो थियो उयो यता पढ्नेवाला रहेछ त्यो जापानिज स्टाइलको अनि त्यहाँ फेरि आमाले अलिक घोडा दुख्छ भनेर सानोवाला फल्यो अरू दुई केजी ठिक्क छ होला है पुगेको छैन भन्नु चाहिँ दुईटा कि एउटा चाहिन्छ अरू चाहिन्छ मैले सही निकालेर चाहिँ हेरेको होइन ठिकै छ अझै दुईटा कि त एउटा हो 2 केजी निकालेर एउटा अघि घाटा लाग्यो अहिले यसैमा काम गर्दैन 2.5 केजी होइन 2 केजी 321 ग्राम यो माथि हाले यार एउटा अलिक कम गर्नु भन्यो अनि ठिकै छ एउटा बाँकी छ भयो एउटा के त्यो अघि नै चाप बनाउनु भन्दै नि एउटा ग्रिल गरेर थियो नि हामीले 1 किलो भयो भाइ यो फ्राई गर्ने त्यो अघि ग्रिल गरी भए एउटा ग्रिल गर्न लगाएर 1 किलो त्यो ठुलो रहेछ है ल यो चाहिँ फेरि अघि फ्राई खाइयो अब चाहिँ यो चाहिँ ग्रिल ट्राउट यो चाहिँ ग्रिल खाने अब अघिलाई कसरी रोक्यो अनि समी छ त त्यहाँ अझै एउटा पछि भनेको होइन र आउँछ कि एकैचोटि कहाँ आउँछ यो मेरो पछि एउटा फेरि भनेको हो कि यो चाहिँ हाम्रो सेकेन्ड ट्रिप आयो सेकेन्ड ट्रिप आयो मैले बुझेँ यो ग्रिलमा चाहिँ अचार डेन्जर धेरै हालेर हाल्नुपर्छ मैले लेमन हालेको कस्तो मिठो भयो लेमन र अचार हालेको सेम त्यस्तै आयो अब चाहिँ एउटा उता राख्यो अचार पनि ल हाम्रो बर्थडे गर्ल अब केक काट्न लगाएको साथीहरू हामी चाहिँ Birthday to you, happy birthday to you, happy birthday dear Nani, happy birthday to you, happy birthday नानी को यहाँ चाहिँ केक काट्दै हो हामी 40-50 सुन किन्न महँगो भयो नि मोटी भए सुन बर्बाद भयो मलाई आमा 50 हानिसक्यो 50 जिस खाएको आमाले पहिला टिका लगाइदिनु 50 रनिङ गरेन भने 50 वर्ष लागेको त अनि 50 नै मान्छ पर्दैन टिका लगाउन आमा अनि एउटा खुलाइदिनु हैन यसको आज भान्जा सेकेन्डमा पहिला इम्पोर्टेन्ट चाहिँ हो नि पहिला होइन इम्पोर्टेन्ट त चाहिँ हो नि कस्तो लाग्यो हैन आज उसको अरू बेला पुछ्ने यहाँ लगाउने यहाँ अब बल्ल यहाँ लगाउने
होइन आज त बर्थडे यसको अनि आफ्नो छोरीलाई त माया गर्ने हो नि अर्काको छोरालाई कसले गरिदिन्छ अर्काकोलाई माया गर्यो भने आमालाई पनि खुवाइदिनु भिडियो भयो ह्याप्पी बर्थडे अझै 50 वर्ष अझै 50 वर्ष अँध्यारो आयो क्या यहाँ 100 वर्षभन्दा धेरै हुन्न डाँसा झरेको खाना नि यो होइन भेनाको पालो ह्याप्पी बर्थडे मैसाली जियो 1000 साल मेरी बहना खुश रहो सधैँ तेरो चेहरामा मुस्कान आओस् सधैँ खुश रहो ल धन्यवाद ल मेरो माइली बहिनीको जन्मदिन परेको हुँदा आज गोदावरी यो ट्राउट माछा परिवारको सँगमा खाना पनि आइयो अनि रमाइलो पनि गरियो ल म त पज गरेर राख्दैन होइन त्यही भएर मैले त्यो एकदम थ्याङ्क यू ल हामी चाहिँ यहाँ केक इन्जोय गरेछौँ दामी केक चाहिँ मलाई खुलाइदिनु भएको छैन र आमा मलाई खुलाइदिनु भएको छैन र हो र चाहिँ हामी खाएर निस्क्यौँ साथीहरू अन्त खानपिन सक्यो केक पनि काटेर सक्यो अब चाहिँ घर जानु लागेको हामी चाहिँ यसरी अब चाहिँ सक्यो हाम्रो आजको अनि अब हामी चाहिँ घर जानु लागेको साथीहरू आजको भिडियो चाहिँ कस्तो लाग्यो हजुरलाई अनि मेरो च्यानल चाहिँ सब्सक्राइब गर्नु भएको छैन भने सब्सक्राइब गरिदिनु होला अनि लाइक सेयर अनि कमेन्ट पनि गरिदिनु होला बाई बाई